बुढाले बुढीलाई चाहिँ पढ्नलाई अमेरिका पठाएको अनि बुढीले चाहिँ बुढालाई धोका दिएको पाकिस्तानीसँग भन्ने एउटा न्युज चाहिँ एकदमै धेरै भाइरल भइरहेको छ होइन। अनि धेरैजनाले चाहिँ आफ्नो ओपिनियनहरू सेयर गरिराख्नु भएको छ र कमेन्टहरू पनि देख्न सकिन्छ होइन, जहाँ चाहिँ अब केटी मान्छे विदेश गयो भने अथवा उसले पैसा कमाउन थाल्यो भने चाहिँ ऊ बिग्रिन्छ, ऊ मात्तिन्छ होइन, उसले धोका दिन्छ भन्ने खालको चाहिँ कमेन्टहरू देख्न सकिन्छ होइन। पहिलो कुरा त हामीले के बुझ्न जरुरी छ भने केटा अथवा केटी गलत हुने होइन होइन, मान्छेको सोच र विचार गलत हुने हो पहिलो कुरा त होइन। किनभने केटा मान्छेले पनि त्यही काम गरिरहेको हुन्छ र केटी मान्छे पनि त्यस्तो भइराखेको हुन्छ होइन। पहिला पहिला त त्यस्तो हुँदैन थियो, आजकल चाहिँ अब केटी मान्छेहरूबाट पनि थोरै थोरै भइराखेको छ होइन। तर त्यो भन्दैमा चाहिँ अब केटीले त्यस्तो गर्छ अथवा केटाले त्यस्तो गर्छ भन्ने चाहिँ हुँदैन होइन। त्यो चाहिँ अब सबैले आफ्नो विचार अनुसार भइरहेको हुन्छ होइन। अब को गलत भन्ने कुरा त केटा गलत अथवा केटी गलत भन्ने हुँदैन, मान्छेको सोच र विचार गलत र ठिक भन्ने चाहिँ हुन्छ पहिलो कुरा त होइन। अनि दोस्रो कुरा चाहिँ के हो भने उहाँहरूको पर्सनल लाइफमा के भएको थियो के भएको थिएन भन्ने हामीलाई थाहा छैन होइन। उहाँले आफ्नो एक एउटा भिडियो बनाउनु भएको छ र उहाँहरूले आफ्नो कुरामा चाहिँ अर्को कुरा एकअर्काको कुरालाई खण्डन गरेर चाहिँ आफ्नो भिडियो बनाउनु भएको छ। अनि त्यो एउटा भिडियो हेरेर त हामीले उहाँहरूको पर्सनल लाइफमा यति 4-5 वर्षभित्र के भएको थियो भन्ने कुरा त हामीलाई थाहा हुँदैन होइन। उहाँहरूले एउटा भिडियो बनाउँदैमा चाहिँ हामीले केटीलाई गलत नै हो भनेर चाहिँ त्यसरी एकदमै टर्चर गर्नु चाहिँ ठिक होइन, यो चाहिँ एकदमै बेठिक होइन। हामीले चाहिँ दुवैतर्फको कुरा चाहिँ राम्रोसँग सुनेर चाहिँ आफ्नो ओपिनियनहरू सेयर गर्नुपर्छ जस्तो चाहिँ मलाई लाग्छ होइन। यदि अब केटी नै गलत हो भने पनि उहाँले सजाय पाउनुपर्छ र केटा नै गलत हो भने पनि उहाँले सजाय पाउनुपर्छ। किनभने यस्तो केसहरू चाहिँ एकदमै धेरै घटिरहेको हुन्छ आजकल होइन। अनि यस्तो केसहरू गर्दाखेरि चाहिँ अब उहाँहरूले अहिले सजाय पाउनुभयो जसको चाहिँ गल्ती छ होइन, उहाँले अब दुःख दिनुभएको अर्को पक्षलाई होइन, त्यो भएपछि चाहिँ सजाय पाउनुभयो भने पछि पनि यस्तै घटनाहरू घटिराख्दाखेरि चाहिँ यस्तो हुनसक्छ है, यो सजाय चाहिँ मैले पनि पाउन सक्छु है भनेर उहाँहरू चाहिँ सचिन सक्नुहुन्छ। त्यो भएको भएर चाहिँ गलतले चाहिँ के अरे सजाय पाउनुपर्छ र सहीले न्याय पाउनै पर्छ यो कुरा त होइन। तर फेरि केटा गलत र केटी गलत भनेर चाहिँ त्यसरी भिडियो बनाएको देख्दाखेरि चाहिँ अथवा कमेन्ट गर्यो